Oh my god guys, how is this possible? YouTube को भिडियो ब्याकग्राउन्डमा कसरी बज्न सक्छ गाइज? कसरी म यहाँ बजाएर देखाइरहेको छु गाइज, हेर्नु न यहाँ बजिरहेको छ गाइज। हाउ इज दिस पोसिबल गाइज? यहाँ YouTube क्लोज भइसकेको छ, YouTube को एप्लिकेसन नै क्लोज गरिदिसकेको छ, त्यही पनि गाना प्ले भइरहेछ, अटोमेटिकली प्ले भइरहेछ गाइज। हाउ इज दिस पोसिबल गाइज? यहाँ हेर्न सक्छु यो चाहिँ YouTube नै हो र YouTubeबाट यहाँ चाहिँ ब्याकग्राउन्डमा प्ले भइरहेछ। सो अब तपाईलाई पनि यसरी गीत सुन्न मन छ भने तपाई च्यानललाई सब्स्क्राइब गर्नु होला र अब भिडियोलाई पुरा हेर्नु होला। यसको लागि केही गर्नु पर्दैन, तपाईको मोबाइलमा हुनुपर्ने एउटा एप्लिकेसन हो जुन चाहिँ तपाई सजिलैसँग गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ। सो हजुरहरु पनि आफ्नो गुगल प्ले स्टोर ओपन गर्नु होला र सर्च बारमा क्लिक गर्नु होला। सर्च बारमा ब्रेभ ब्राउजर भनेर सर्च गर्नु होला र यहाँ हेर्न सक्छ रेड कलरको रहेको छ हैन, ब्रेभ प्राइभेट वेब ब्राउजर रहे भनेर एप रहेको छ, त्यसलाई इन्स्टल गर्नु होला। मैले पनि गरिरहेको छु र मेरो यहाँ इन्स्टल हुँदैछ, तपाईहरु पनि आफ्नो मोबाइलमा गरिसक्नु होला हैन, र मैले ओपन गरिसकेँ मेरो भएर। सो यहाँ चाहिँ डिफल्ट नै छोड्दिनु, यहाँ चाहिँ केही गर्नु पर्दैन, क्यान्सल गरिदिनु होला हैन। यस्तो इन्टरफेस देखेपछि र तपाईहरुले जे पनि गरिन्छ र यसलाई चाहिँ सिस्टमेटिकली एलो दिनुपर्छ र मेबी लेटर गरिदिनु होला हैन। र यहाँ चाहिँ YouTube सर्च गर्नु होला गाइज, यहाँ चाहिँ youtube.com भनेर सर्च गर्नु होला र चाहिँ यहाँ एउटा नयाँ पेज खुल्नेछ, YouTube नै खुल्नेछ है। यहाँ चाहिँ साइटबाट चाहिँ YouTube खुल्नेछ र यहाँ चाहिँ थ्री डटमा तल क्लिक गरेपछि हल्का स्क्रोल माथि गरेर चाहिँ एड टु होम स्क्रिन भनेर त्यसमा चाहिँ क्लिक गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ एड टु होम स्क्रिन, त्यसमा चाहिँ क्लिक गर्नु होला र यहाँ चाहिँ आफ्नो टाइपले नाम हाल्न सक्नुहुन्छ, या YouTube नै छोडिदिनु होला र यहाँ चाहिँ एड टु स्क्रिन गरिदिनु होला हैन। र यहाँ हेर्न सक्नुहुन्छ लास्टमा YouTube भनेर चाहिँ त्यसमा चाहिँ क्लिक गर्नु होला र यो चाहिँ हाम्रो अटोमेटिकली के हुन्छ एउटा नयाँ YouTube च्यानल, YouTube नै एप चाहिँ भइसक्यो हैन, जहाँबाट तपाईलाई अडियोमा या भिडियोमा जुन पनि गीत बजाउनुहुन्छ भने त्यो चाहिँ अटोमेटिकली ब्याकग्राउन्डमा म्युजिक बजिने भएको छ। सो यसको हेल्पले गर्दाखेरि तपाईलाई डाउनलोड कुनै पनि सङ डाउनलोड गर्नु पर्दैन आफ्नो मोबाइलमा र यो अटोमेटिकली अनलाइन बजिनेछ र अर्को प्ले स्टोरमा अर्को प्लेमा काम गर्न सक्नुहुनेछ है। सो होप तपाईलाई यो भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब एन्ड सपोर्ट एन्ड सेयर गरिदिनु होला र अझै यस्तै भिडियो चाहिन्छ भने तपाईलाई म अझै नयाँ भिडियोहरु बनाउने छु। र यहाँ मैले एक्जाम्पलमा पनि देखाइदिएको छु, यहाँ चाहिँ माथिबाट गरेर मैले यहाँ चाहिँ मेरो यहाँ चाहिँ सङ प्ले भइरहेछ। सो म बजाएर तपाईहरुलाई देखाउन सक्दिनँ किनभने यो भिडियोमा कपिराइट क्लेम आउन सक्छ। सो म तपाईहरुलाई यो गीत बजाएर देखाउन सक्दिनँ, तर यहाँ चाहिँ प्ले भइरहेछ, त्यसको आइकन हेरेर तपाईहरु आफै थाहा पाउन सक्नुहुन्छ यो चाहिँ सङ प्ले भइरहेछ भनेर। र यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब र सपोर्ट गरिदिनु होला र अझै फेरि भेटौँला भोलिको नयाँ भिडियोमा।